तपाईहरूलाई मन परे पनि नमन परे पनि बिहानै उठ्ने बेलादेखि राति सुत्ने बेलासम्म धेरैजसो हाम्रो आफूसँगै युद्ध गरिरहेका हुन्छौँ। त्यो युद्ध तपाईँको दिमागभित्र हुन्छ, किनभने जीवनमा धेरै विकल्पहरू हुन्छ र ती विकल्पहरूमध्ये सही निर्णय लिनुपर्छ। तर थाहा छ कि बिहानै अलार्म बज्छ, तपाईँ उठ्नुपर्छ। उठ्न मन छैन भने चिन्ता नगर्नु, उठ्न नचाहनेहरू उठ्न पर्दैन। स्कुल जान मन छैन, ठिक छ, पढ्नु नपरोस्। सस्ता खाना चाहिन्न, खानु पर्दैन। तर जब तपाईँ असफल हुनुहुन्छ तब आमा बुबालाई दोष नलगाउनुहोस्, शिक्षकलाई दोष नलगाउनुहोस्। दोष दिने एकमात्र व्यक्ति तपाईँ आफै हुनुहुन्छ। असफल अहिलेको युगमा यदि तपाईँ सतर्क रहनु भएन भने तपाईँ सजिलो बाटोमा रोज्नुहुन्छ, जुन बाटोले तपाईँलाई कहिले पनि सफलतासम्म पुग्न दिँदैन। प्रायः हामी एक विशेष भावना खोजिरहेका हुन्छौँ। आज त मलाई राम्रो लाग्यो, म उठ्छु, दौडिन्छु, जिम जान्छु। तर थाहा छ कि त्यो भावना आउँदैन। तपाईँले गर्न मन नहुँदा पनि गर्न सक्ने हुनुपर्छ। आफूलाई त्यो स्थलमा पुर्याउनुहोस् जब तपाईँमा कुनै प्रेरणा छैन। तपाईँको अगाडि अवरोध छन्, तिनीहरूलाई जित्नुहोस्। जस्तो सुकै अवस्था होस्, कसरी जित्ने? लडेर, सङ्घर्ष गरेर, झगडा गरेर, हमला गरेर। तपाईँले तपाईँको दिमागको मालिक बन्नुपर्छ। आफ्नो आत्मालाई मुठीमा लिनुहोस्। आत्मा अनुशासन नै सफलताको र असफलताको फलक हो। यो दुःखदायी हुन्छ, तर यो पीडाले तपाईँलाई अझ बलियो बनाउँछ। त्यो अनुशासनको पीडा सहेर सफलता बन्ने, नत्र पछुतोको पीडा भोग्नु। तपाईँ फस्नुभयो भने त्यसको जिम्मेवार तपाईँ नै हो। हरेकचोटि एउटा गल्ती गर्दै गर्ने उही पछुतो हुन्छ। तपाईँले निरन्तर गुमाउँदै गएको हुनुहुन्छ। तर अचम्मको कुरा त के छ भने तपाईँले इनाम होइन मिल्तो पाउनुहुन्छ। तपाईँ आफूबाटै सुरुवात गर्नुहोस् अनि तपाईँको स्थल फेलिन्छ। हरेक क्षेत्रमा निरन्तर लिनुहोस्। एक दिनमा होइन, 100 दिनमा पनि होइन, एक दिनमा एक पाइला लिनुहोस्। जब तपाईँ एउटा क्षेत्रमा निरन्तर लिनुहुन्छ तपाईँ हरेक क्षेत्रमा चम्किनुहुन्छ अनि एक दिन त्यो तपाईँको दिन हुनेछ। हरेक बिहानी उठ्नुहोस् र बिहानीलाई जित्नुहोस्, घन्टालाई जित्नुहोस्, दिनलाई जित्नुहोस्।
हप्तालाई जित्नुहोस् र महिनालाई पनि जित्नुहोस्। अब प्रतीक्षा यो हो कि तपाईँ जित्नुहुन्छ कि हुनुहुन्न, तपाईँ अनुशासित हुनुहुन्छ कि हुनुहुन्न, तपाईँले जित्नको लागि के गर्नुपर्ने हो त्यो गर्न तयार हुनुहुन्छ कि छैन। अनुशासन भन्छ पुरस्कार महत्त्वपूर्ण छ, पीडा होइन। तपाईको सपना जे भए पनि तपाईले लिने निर्णयहरू नै सपना अनुरूप हुन पर्छ। आजको निर्णयले तपाईको भविष्य निर्माण गर्छन्। अनुशासन भनेको तपाईलाई मन लागेको बेलामा पनि शासन गर्ने, मन नलागेको बेलामा अझ बढी शासन गर्ने। हरेक दिन समस्याहरू आउँछन्, ती समस्यालाई परीक्षा सम्झिनुहोस्। हरेक दिन पास गर्नुपर्ने परीक्षा। जति धेरै पास गर्नुहुन्छ उति सजिलो बन्छ।